हेलो एभ्रिवान, आज चाहिँ हामी यहाँ चिकन बिरयानी मुकबाङ गर्न लागेछु। उचेरिया नमस्ते। अलिक सानो सानो ठुलो स्वरमा बोल्नु पर्यो। उचे मेरो हेलो नमस्ते, म चाहिँ कुसुम। अब हामी सुरु गरौँ। यहाँ छ चिकन बिरयानी र यहाँ कोक छ हाम्रो, कागती छ, अकबरेको पेस्ट छ। अब चाहिँ हामी सुरु गर्छौँ। 18 लाग्छ होला, फर्स्ट टाइम हो नि त। ल चेस, पहिला कोकबाट सुरु गरौँ ल। चेस। मम्मी चम्ची सरी हातैले दिनु न। हातैले दिउँ ल। हातैले मासु खानु मजा आउँछ। होटलहरुमा पो त चम्चीले गर्दै खाने भयो। हामी चाहिँ हातले खान्छौँ ल। अहिले त हातले मजा आउँछ। खाइला साथीहरु, खाएको ल। बिरयानी चाहिँ मम्मीले बनाइदिनु भएको, हामी चाहिँ खाने खबर। कस्तो भएछ कुसुम छोरी? दामी। फर्स्ट दिसाएको हामी त फर्स्ट दिइसक्यो। म चाहिँ ढेँडो खान मन लागिरहेको थियो क्या मलाई। ढेँडो खानुपर्छ है केटी, मनपर्छ तिमीहरूलाई? मलाई त कस्तो मनपर्छ। मम्मीले चाहिँ हामीलाई आफ्नै उयसबाट कुटाएर ल्याएको पिठो छ अरे, ढेँडो खाऊँ न भन्दै हुनुहुन्छ भोलि। पिठो थियो त देखेको थिएँ पिठो। पछाडिबाट हल्का डिस्टर्बेन्स हुन्छ होला, माइन्ड नगर्नु ल। घरमै अब यस्तो भइहाल्छ नि। टेस्टी भयो। पछाडि चाहिँ हाम्रो खसीको मासु पाक्दैछ। कुक बाई हाम्रो मम्मी है पकाउने चाहिँ। दामी छ बिरयानी। धेरै धेरै मिठो, धन्यवाद मम्मीलाई। मिठो छ है बिरयानी। बोल न। हामी चाहिँ यहाँ चाहिँ मुलाको अचार पनि छ। धरान चाहिँ बिरयानी खानु आएको। फाल्दैछ देखाएर मासु खै त देखाएर। प्रिया दिदी हामी चाहिँ होइन धरान चाहिँ बिरयानी खानु आएको। त्यही भएर बुझ्छु। के सरप्राइज। हामी चाहिँ बिरयानी खानु all the way from दुबई है। के बोल्छु भनेर सोचेको हुन्छ, बोल्नै आउँदैन हौ क्यामेरा अगाडि चाहिँ। अहिले हामी एउटा कुरा गर्छौँ। अहिलेको चल्दो बल्दो न्युज भनेकै के छ भन्दा घन्टी टिनिनी सब हामी यहाँ तिनै जाँदाखेरि जालेको फ्यान। अब के हुन्छ, अब के हुन्छ, अब के हुन्छ। तर त्यो घन्टीले चाहिँ जित्छ। नेपाली सिचुएसन राइट नाउ भएको जस्तै भएको छ। अब के हुन्छ भन्दै सबैजनाको एउटै हातमा मोबाइल पऱ्यो भने न्युज हेर्ने के छ। क्रिसमस भिला पनि बिर्सिसकेको थियौँ है। स्पिड फिडा पनि थाहा छ हाम्रो। के भन्छ उयो पनि गर्न हालिरहेको थियो कि च्यालेन्ज गर्न लागिरहेको थियो। कति मुखमा हाल्नु भयो तर उयो नै आउँदैन त, स्वादै हुँदैन नि त। च्यालेन्ज गर्दा त यस्तो कम्ती मिठो कम चिजको चाहिँ कसरी एउटा स्वाद खानु भनेर चाहिँ हामीले गरी खाम गरी खाम भनेर। भोलि नेक्स्ट टाइम करेन्टको च्यालेन्ज आउँछ। त्यस्तो चाहिँ च्यालेन्ज अलिक पाउँछ पनि। त्यो त खाइरहेको चिज हो नि त। करेन्टको आउँछ ल नेक्स्ट टाइम। कुकुरको बच्चा कता गयो बाबा? भित्रै छ। कुकुरको बच्चा भित्रै छ। ए कुन केही सोधा हो सबैजनाले सीता दिदीलाई माया गर्नु ल। माया गर्नुहुन्छ तर आजकल अलिक फुल भिडियो हेरिदिनुहुन्न। भिडियो खान्छ भन्नु न। यस्तो हालिरहेको भन्नु कपालमा राखेको कराई मैले अस्ति यति कपाल थियो। दिएछ त कपालमा धेरै थियो नि त, झन्डै 200 ग्राम। हाम्रो मम्मीले चाहिँ कपाल कपाल झर्छ नि त, कपाल झरेर राखेर कराई राख्नुपर्छ अरे भन्दै हुनुहुन्छ यहाँ। नेपाली खोर्सानीको पेस्ट पनि छ। अगबरेको पेस्ट दामी छ। अहिले चाहिँ अगबरे साह्रै महँगो रहेछ। कागती छ तुम स्वादिष्ट हेर त। यता अमिलो, यता खोर्सानी, अमिलो सबै चाहिँ उयो गर्छ। म चाहिँ मुला गच्चा खाँदिनँ खासै। अमिलो मसँग चाहिँ एक पाखी छ है। अस्ति नै क्या कुसुमलाई सिधा कुसुम त्यो कुरा भनिदिउँ न। भनिदिन्छ प्रिया दिदी। कुसुमले अस्ति मामालाई सिधा दियो। मुला गच्चा दिन ल्यादी भन्दै मागो कि ला खा जति खाँदैछ खा भने जस्तै एक थाल मुलाको अचार बट्टाभरिको घुप्टाइदिएर। अनि बट्टैबाट यस्तो छोरा अलिकति खनाइदिनु पर्यो। घरले मैले अब जुठो भइहाल्यो थाल्नु गयो। घर लिएर जाऊ भन्न घरबाट एक प्लेट मुला गच्चा। वाइन भन्नु होला साथी, पानीहरू हामी लोकल चिसो सिसाको बोतलमा खानु भन्छ नि त, त्यही भएर सिसाको बोतलमा राख्छु नि पानी। केटाकेटी चाहिँ उता खेल्दैछन् पुरा। बाबा अलि अलिकति ल्याइदिउँ भन्नुमा चाहिँ साथ आइ पनि
हो नानी त्यो बनाएको चारमा छ जाऊ पानी उसकै बोतलमा छ खोलिदिनु मात्रै भन्नु कुकुरले खाएको छैन त केही पनि के बताएर बिस्कुट हाल्दै गर्नु पनि नखाइसकेछ र अल्पल हाल्नु त पर्छ मिठो भएको छ है बिरयानी चाहिँ मिठै भएकै झन् च्यालेन्ज गरेर फेरि स्वादै दिन पाइरहन्छ अक्काली चाहिँ हान्नुपर्छ नि त पछाडि सिटीको उयो आएको होला किनभने मम्मीले सिटी निकाल्दै हुनु त कि मैले त अघि पनि एक बोटुका मासु र करेन्टको मसलासँग दिकिन बसेको यसलाई फेरि करेन्टको मसला खाँदै कि पुग्छ फेरि करेन्ट चाहिँ लबर हो है करेन्टको तपाईँलाई मसला यति मिठो लाग्छ करेन्टको मसला त्यो करेन्टको मसला दिएर जेसँग पनि अरू केही नभउँदा हुन्छ कसैलाई राख्नु भएको छ भने दिनु होला करेन्ट माम खानु पर्दैन होइन कुसुम कसैले घरमा धेरै भएर 5 वटा ल्याउँदाखेरि 3 वटा मात्रै हालेर राख्नु भएको छ भने दिँदा हुन्छ है आऊ यहाँ खाइ भन्न ल भदैन नहल्ला उनी त भुइँचालो ल्याउँछ मोबाइल झर्छ है यसमा नहल्ला ल बाई अब ल बाई हामी सूर्यहरूलाई एकछिन पनि राख्दैनौँ घन्टे बाटीहरू मात्रै हो सूर्यले पोल्छ कस्तो पोल्छ यो दिदी बहिनीलाई चाहिँ म कुसान सोध्छु ल यिनीहरू त पहिलादेखिको हो नि त रे दिदीको नराम्रो 3 वटा भन बानी कस्तो किसान यस्तै त हो त होइन सोचेर नभने फ्याटी भएन यत्रो चिन्जान मसँग पछि जोडिएको हो त होइन हो मैले त सोचेकै थिइनँ पैसा फ्याट हाल्यो काट्दिनु आफ्नो को खान्छु त मलाई सोध्न थालिसक्यो उसले के हुँदा नि दिदी बहिनीमा होइन भन न बिसाउँदिन नराम्रो नै याद आएको छैन त के गर्नु भन्नु पर्यो राम्रो त जे पनि भइहाल्छ नि मान्छेको होइन हजुर खसी मासु खोइ यही स्वादिष्ट छ भर्खर त पाएको भयो नराख्नु यति चाखा न कुसुम पनि खायो एउटा निकाल्नु होइन भएमा नराम्रो बानी हो थाहा छैन ल चाखा भन न जस्तो भए पनि जे भयो हुन्छ न हुन्छ हौ अलिअलि त जे जस्तो भयो जस्तो मान्छे खाइसकेर फेरि थप्नु आँटेर ल बिरयानी हाल्दिनु ल ल बिसाउँछ भनेर डराएको थियो होइन नराम्रो पुरै भन न भन जस्तो आफ्नो नभएको पनि भनिदेऊ न भिडियोको लागि यस्तो उयो भन न भन के चाहिँ मन पर्दैन कुनै त होला नि त यस्तो सोच्यो। कुनै बेलाको मुभमेन्ट मन नपरेको पनि हुनसक्छ होइन अप्ठ्यारोमा पार्दै कहाँ मैले केही हुँदैन टाढाको भएको त्यो त हो कि तर नि अहिले यस्तो खाली ब्ल्याङ्क भयो कि मेरो दिमागमै आएको छैन के नराम्रो हो भनेर क्या ल तिमी भन नि त तपाईँ भन्दै गर्नु म सोच्दै गर्छु अनि तपाईँले भनेपछि म त भनिदिन्छु र उसको नराम्रो बानी के छ भने नि एउटा चाहिँ कस्तो छ भने झट्टै रिसाइहाल्छ तर एकैछिनमा फेरि आफै फकिहाल्छ एउटा अब घरिघरि अब अर्को नभनिकन काका डुल्छ अब एउटा एक्लै नभनिकन कता डुल्छ अनि पछि ए म त यो ठाउँ गइसकेको त भन्छ अलिकति अनि अर्को चाहिँ खासै छैन छोरी एकैछिन कन्फ्युज भयो अब यस्तो चाहिँ हुनु नराम्रो म चाहिँ दिदीको 3टा राम्रो बानी भनिदिन्छु बरु नराम्रो नराम्रो चाहिँ थाहा छैन नराम्रो थाहै भएन क्या जस्तो जस्तो भयो नराम्रै नराम्रो पछि धेरै बिरामी हुनुहुन्छ त्यसमा ल जे मेरो के हुन्छ थाहा हुँदैन जे मनमा आयो त्यही भएर एउटा अब अर्को पहिला सुरु त धेरै बिरामी अनि अल्छी अल्छी त अहिलेको जेनेरेसन जो पनि छ अलिअलि अल्छी नै छु है म अलिअलि हो अब गर्ने काममा गरिन्छ होइन आफूले गर्ने काम बाहेक अरू काममा चाहिँ अल्छी लाग्छ है म अनि अरू के भन्नु दामी भन्छ माइजू अब अर्को माइजूले तारिफ गर्दैछ तरकारी दामी भएछ अरे है बिहा खै अलिअलि हाल्नु त यहाँ दिनुभएको छ चाहेको छ सिधारी चाहिँ बिर्सिनु भएछ खसीको मासुलाई आज चिकन यति मिठो लाग्छ कि खसीलाई बिर्सिनु भएछ यही म पनि भन्दै थिएँ नि त चाख्नु चाख्नु मलाई त भयो त्यस्तो अलिकति मलाई अलिकति मात्रै मासु सहित हालिदिउँ कि मलाई छोरे अहिले चाहिँ थप कार्यक्रम हुँदैछ साथीहरू
चाहिँ अगायो तर मुख अगाएन चिला दिदीलाई पनि एउटा क्वेसन के क्वेसन सोध्छु भयो 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 मलाई भयो मलाई नानी भात थोर मलाई भयो ठिक्क भएको छ ल सोध आफ्नो यही बारेमा सोध नि फेरि अरू बारेमा सोध्न पाइँदै अरूको बारेमा कसको सोध्नु र हामी जे छौँ त्यही यतिकै मात्रै पानी तपाईँ दुईजना नि त पानी ल्याएकै छैन नानी ए बोतलमा पानी दिएन अहिले बोतल थियो होइन नानी तैँले पनि भन्नु न त 3टा ब्याट यसलाई कन्फ्युज भयो भिडियोलाई भनिस् न सोच्दैछु सन्दीप के छ कहाँ सन्दीप को खान्छस् नानी कहाँ हिँड्दाखेरि अलिक ढिलो गर्छ है सीताजीभन्दा अगाडि रेडी हुन बसेको हुन्छु तर सीताजीभन्दा लास्टै हुन्छु म साँच्चीकै अनि ला राहुल भाउ अहिले सन्थ्यो सबभन्दा सुरुमा चाहिँ मोबाइल बिर्सेर फोन लाउने भन्छ अनि अर्को त्यतिकै आयो एउटा एकछिनले राजी पनि सोच्दै गर्नु है तपाईँको पनि भन्नुपर्छ नि त सोचिरहेको छु मेरो धेरै छ कि उसको त्यस्तो छैन अब एउटा के छ अलिक फ्याक्ट कुराहरू बोल्दैन है ऊ चाहिँ म चाहिँ ब्याट चाहिँ बोलिहाल्छु त्यो त राम्रो भइहाल्यो नि अनि मनको कुरा त अलिक थाहा हुन सक्दैन क्या अनि पछाडि यो पो हो कि क्या भनेर म आफै सोचेँ अनि अर्को के हो है भनेर खै कति गाह्रो है कति गाह्रो क्वेसन लाग्यो अहिले आएर कति गाह्रो हो भन न कुसुम अहिले पो त्यस्तो लाग्यो गरौँ त जाऊ कस्तो हो दाजुहरू नानीको आमा भएपछि मम्मी जसलाई लाग्दै सुहायो अरे आऊ छोरी बुझिसके तैँले यही खानुपर्छ अघिदेखि आमासँग दिन्छु भनिरहेको त अब माम खाने पाली छोरीहरूको हो अनि दिनु ल पानी तातो पानी हालेर आइदिएन है दिमागमा छिटो नातिनी त भन्छ त अनि खालि कि हिँड्दा ओर्दा खालि अलिक लडिहाल्छ अलिक के गरेर हिँड्छ लडिहाल्छ त्यति हो होला मेरो सक्यो 3वटा भयो नि होइन मेरो पालो मेरो पालै हो मलाई भनिसक्नु उसले सोचिनु है उचिता दिएपछि तपाईँले मेरो त धेरै छ सीताजीको त छ झनक्क रिसाइहाल्नु हुन्छ अनि कुनै बेला कस्तो हुन्छ भने त्यो एउटा रिसाउने बानी भयो अनि कस्तो भने काहीँ जानलाई फोर्स गर्नुपर्छ धेरै जुम हालेर जानै मन गर्नु नानीसँग धेरै छ अनि त्यो अनि अर्को भनेको सीताजीको अर्को चाहिँ कस्तो त्यही एउटा झनक्क रिसाउने अनि नानी चाहिँ धनक्क दिनुहुन्छ है फेरि हो नानीलाई चाहिँ भक्कु हान्नुहुन्छ नानीलाई हो यो एउटा बानी नराम्रो छ है तिनवटा भयो एकदम भनिसकेँ मैले भक्कु कुट्नुहुन्छ नानीलाई चाहिँ ओभर कुटेकै थाहा पाउनुहुन्न कुट्न थालेर म सुधार्छु यति भन्दा प्रायः त सुधार्छु होइन तिमीलाई त सुधार्छु भनेन छोरी पनि आइरहेको छ देखिनु डोराले जाँदै जाँदैन रिसाउनु भएको छ भने छोरीहरू छेउमा हिजो इबाले के तपाईँहरूलाई एउटा कुरा सुनाउँछु कुसुमलाई पनि सुनाउँछु हिजो के भनिदिएको छ इबाले मम्मी माथि साबुन पानी खेल्दै रहेछ क्या कुसुम बेसिनमा धारामा अनि म गएँ कसले पानी गाइज भर्खरै चाहिँ हाम्रो उहाँ मेमले फोन झारेर फेरि भिडियो रिकन्टिन्यू भइरहेछ अनि स्टोरी चाहिँ के भन्छ चाहिँ हिजो हिजो इबा यसको दिदीले काम बिगारेर हो नि त त्यतिको त हुनुपर्छ हो कि होइन भन्नुहोस् है गाइस अनि हिजो के हो अनि इबाले बेसिनमा पुरा साबुन पानी खेलाउँदै रहेछ क्या माथि अनि म चाहिँ के भएछ कसले पानी खोल्छ भन्दै म त बिर्सिदिउँ कि क्या हो हामीले नै अब बिर्सिन्छौँ नि त कोही कोही बेला त्यही सोचेर गएँ माथि भरे इबा त एक्लै माथि बसेर साबुन पानीले गुडिया छेउमा राखिहालेछ हात रगटेको रगटे रहेछ हात रगटे माथि गएर के भन्यो भने मैले अब तँलाई मम्मीले मार्नुहुन्छ पुरा त क्यामेरा अब तँलाई मम्मीले मार्नुहुन्छ मात्रै भनेको त बिचरा कस्तो मार्लाको मुनि लानु आँटेको अहिलेको जस्तो एङ्गल चाहिँ मिल्यो नि तर पनि अब खाइसकेमा त्यस्तै हो केही हुँदैन अनि कस्तो बेच्न गयो त कि अब मेरो खुट्टा खाने बेला आयो भन कि कस्तो मार्लाको इबाले त्यसो भने कि अब मेरो खुट्टा खाने बेला आयो मम्मीले कुट्नुहुन्छ मलाई भने कि कस्तो मार्लाको छेउमै आएन
छेउमै पऱ्यो भने हिजो त भएन आऊ। नि बिचारा डरले अनि छेउनै परेन नि त हिजो त्यो सुन्दै माया डराउँछ लागिहाल्छ क्या? त्यो कस्तो मलाई मन भनेको त नराम्रो काम गर्नु बित्तिकै देख्नु बित्तिकै रिस उठ्ने हो क्या त पछाडि देखेर त पछाडि त रिस उठ्दैन नि त कसैलाई दिनु हुँदैछ त आमाले उसले आएर त्यसो के यसलाई खुवाइदिएन अब रिसै हुँदैन। खुवाइसकेन छोरी आफ्नो छोराछोरीको माया भइहाल्छ त्यस्तो छ क्या कति डराउँछ तर अझ इबानी भन्दा नि इबा चाहिँ धेरै डराउँछ अनि यो भिडियो मार्फत अब जो जो हाम्रो साथी सङ्गिनीहरू छुट्टिनु भएको छ उनीहरूलाई पनि सरी हामी माइन्ड नगर्नु होला हामी अनप्लानिङ नै यस्तो भएको होइन यो पनि हामीले यो पनि सरप्राइजै पाएको सरप्राइज पाएको भएको मैले भनेको भनेको थिएँ नि त मलाई पुलाउ खानु के अरे बिरयानी खानु मन छ बिरयानी खानु मन छ भनेर अनि ठुलो मम्मीले बनाइदिनु भएको थियो त्यही पनि थाहा थिएन त्यो आज बनाइकन राखिदिनु भएको छ भनेर अनि हामीले मुखबाङ पनि नसोचिकन बनाएको हो एकैचोटि एकासी स्पेस भेला हेर्ने भन्दा भन्दै भ्लग पो बनाउनु थाल्यो अब खाएको बेलामा बनाऊँ न मेमोरीको लागि पछिसम्म भोलि पर्सि काम लाग्छ भेटघाट भएको बेलामा त हो सबै क्यामेराहरू ब्लर आउँछ एक्कासी अहिले कहिले फेरि रियादीको नन्दहरूले प्लान बनाएर फेरि भोलि भेटार पनि जान गुनासो मेन नगरेर चाहिँ हाम्रो नन्दहरूको लागि हो क्या अब सधैँभरि उहाँहरूसँग त भेट हुँदैन अनि ऊ जान आँटेको छ काठमाडौँ नै बस्नको लागि त्यही भएको कारणले चाहिँ उनीहरूले चाहिँ जाउँ न भाउजू भन्न थाल्यो अनि कुसुमलाई किन भन्छु भने कुसुम चाहिँ नजिक भएको कारणले भन्नु बित्तिकै सोधेको मात्रै थिएँ उसले पनि ओके भन्न थाल्यो मिना आन्टीले पनि जान त भनेपछि अनि आएको है बाइ द वे मलाई ठुलो मम्मीले कल गरेर बोलाएको क्या खासमा भन्नुपर्दा यस्तो सरप्राइज रहेछ कुसुमलाई नै थाहा थिएन मम्मीले यस्तो सरप्राइज बनाइदिइरहनु भएको रहेछ कुसुमको लागि कुसुमले एकछिन त सरप्राइज यति भन्दै अब हामी घन्टी पार्टी जान्छौँ जय घन्टी हाम्रो सोनापुरमा पनि घन्टीले जितिसकेको छ झापामा पनि हाम्रो धरानमा पनि अहिले लगभग घन्टीले नै उ बोलाइरहेको छ सारा 6वटा डिस्ट्रिक्टमा घन्टीले नै उयो गरिरहेको छ यति भन्दै हामीले मासु भात पनि मजाले दन्कायौँ खुसीको साथ तल चाहिँ हाम्रो बिरालो आइसकेको छ भोक लागेको जस्तो भयो तपाईँलाई मिठो भएको छ ल अब यिनीहरूलाई चाहिँ नानीहरूलाई ल गरौँ न कुसुम ल गाइस हामीले चाहिँ एक थाल भ्याइसकेर भरि कुन भरे हड्डी मात्रै छ हामीले चाहिँ थपी भ्याएको ल एक ताल खाएर पनि थपेको ल थपी भ्याइदिएको आज अब चाहिँ मैले त म्याक्स लाएर होला कसैले चाहिँ बिर्कै नखोलिकन पानी हाल्दैछ फेरि भगवान् के अब यो भिडियोलाई यही इन गर्न चाहन्छु फेरि नयाँ भिडियो लिएर आउनेछु भन्दै बाई बाई गाइस म चाहिँ हेर्ने साथीहरू बिरयानीले मातेर बिर्को पनि नखोलिकन पानी हाल्दै थिएँ बाई अब चाहिँ